तो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। आफ्टर लङ टाइम पछि मैले ब्लग बनाउन पाइरहेको छु। अनि स्कुल पनि भएर मैले बनाउनु पाइनँ। त्यसपछि आज चाहिँ माघे सङ्क्रान्ति, हजुरहरूले पनि ह्याप्पी माघे सङ्क्रान्ति। सो आज चाहिँ हामी मेला हेर्ने भन्ने बाह्रकुन्द जान्छौँ। अनि दुईवटा भएर बाह्रकुन्द जान्छौँ। मेला सेला हेर्ने हुन्छ होला। सायद उता बाह्रकुन्दमा सायद हुन्छ होला कि भेडा सेला काट्ने हुन्छ होला। टक्क मेला सेला हेर्ने के कस्तो हुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। नयाँ हुन्छ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। पुरानो हुन्छ भने सेयर चाहिँ गर्नु होला है त। सो हाम्रो गाउँतिर चाहिँ टक्क घाम लागिरहेछ होइन। टक्क घाम लागिरहेछ। यता पनि घाम लागिरहेछ। यहाँदेखि टक्क घाम लागिरहेछ दामी। अब टक्क मेला जानलाई आइसकेको छ भने हामी दुइटा एकछिन त्यहाँ चौधरी साथीकोमा टक्क ढिग्री खान जाने हो। ढिग्री खानु पऱ्यो होइन। यसो च्वाचा मासु पनि होइन के गर्ने माघीको अवसरमा टक्क खाने हुन्छ होइन। अब टक्क यहाँबाट फेरि च्वाचा मासु त मैले खान्न जे अनि ढिग्री सिग्री खाएर चल्दैन यहाँ होइन। टक्क चल्दिने यहाँ। ल अहिले एकछिन भेटौँ है त। हामी चाहिँ अब के अरे बाह्रकुन्द अब ढिग्री खाएर आयो होइन। जान्छौँ सो हामी चाहिँ भर्खर आइपुग्यौँ होइन। सो हामी चाहिँ भर्खर आइगयौँ होइन। मेला कति धेरै मान्छे छन् न्यु इयर कति धेरै मान्छे आउँदैछन् जाँदैछन् अहिले झन् कति आफ्नो अगाडि जान्छ। मान्छे चाहिँ चल्ने रहेछन्। कति मान्छे आउँदैछन् कति जाँदैछन् होइन। मान्छे हिँडेको है। यहाँ चाहिँ यहाँ मान्छे पनि हरायो भने यस्तो गरेर नभेटिने जस्तो छ। डरो किरा त्यो हुन्छ नि जस्तो पुरानको त्यो दिवाली जस्तै सेम त्यस्तै छ। अब यहाँ भक्ति मेला हुन्छ। भित्र झन् डरो ओए हामी त हेरेको हेरै भइरहेको के परेर बस्ने पनि टक्क आज चढायो नि भेडा कटिङ त हालेर भइगयो। यहाँ चाहिँ भेडा अघि नै काटिसकेर चाहिँ 12 बजीसम्म हामी 1 बजी हामी आएको 1 बजीको बन्द भइगयो नि चल्नु। घन्टी बजाउने
सङ्गीत गर्छ नि हौ जाम न त होइन जाम अब आइसक्यो मान्छे टिकट नि बनाइदिइहालौँ नछोड्दै ब्यागको चल्दैन नि के हामी के नै गर्ला नि काने के ब्रान पात्र कता कता अब कता जाने फेरि चढ्नु के गर्ने कहाँ माथि जान्ला फेरि ब्याग जानु त माथि त्यो चढाउँ होइन डुङ्गा सफारी हान्ने र डुङ्गा सफारी मान्ने माथि जानु पऱ्यो त्यहाँ ज्यामुरे ल त्यस्तै हुन्छ भित्र त टिकटै काट्नुपर्छ होला नि कहाँ माथि भित्र जाने टिकट माथि त्यो ज्यामुरे जान त कहाँ टिकट काट्नु होइन यो कि यो ए यसमा त लाग्छ टिकटै होला बाटै छैन अन्त जाम छ जाम अब फास्ट हिँड्नु पऱ्यो क्या म्याच जानु पऱ्यो त सिडी जानु कस्तो प्याक होला त्यहाँ त फास्टै प्याक छ अरे त्यहाँ पनि सबै कुरा हुन्छ एलिना त अस्ति मात्रै नाइटमा जापानबाट आएको अहिले बाहिर प्रोग्राममा व्यस्त हुन्छ दाङको मायाले आफै आफ्नो गाडी चलाएर हिजो 2 बजे हिँडेको मान्छे आज यहाँ आइपुग्नु भएको छ एलिनाजी बालचन्द्र बरालजी त्यसै गरी मिना बुढाथोकी र अगाडि नै पाल्नुभएका पार्वतीजी पूर्णिमाजी रविनाजी सबैलाई हार्दिक सम्मान व्यक्त गर्छौँ र ठाडा लगाएर सम्मान व्यक्त गरिदिनु होला
पनि नाति जाने नाति हुँदैन एक दुईजना केटाहरू हुन्छ त्यस्तो लाग्छ नि सर्प बे सर्प पानी छ त बुवा पानी खाइरहने पानी खाएर दसैँ भने सर्प छ वटै दमा त सर्प त्यो दुईजना त्यो बोर्डलाई यतातिर आउनु नभन्यो अब चाहिँ सबैजना घर जानु लाग्छ होइन मयुरनाथको बबाल है ओके हामी हेरिनौँ नि दामी हुन्छ यो नाच टिकट काटेर अब जान्छ होइन
कता हो अरे 10 रुपियाँ पर्यटक तथा उसको ओके बसाएर राख्नुहोस् है आउँदै हुनुहुन्छ तपाईँ हामी सबैको प्रिय नायक पल शाह सो अहिलेका लागि भने टक्सुली डान्स ग्रुपको प्रस्तुति एकचोटि स्वागतका लागि सबैजनाले जोरदार तपाईँ हामी सबैको नायक सो 2 नम्बर गेटबाट भित्र प्रवेश गरिसक्नु भएको छ हाम्रो सेक्युरिटी टिमले अब उहाँलाई एकदमै छिटो स्टेजसम्म ल्याइदिने खाली हार्दिक आग्रह गर्न चाहन्छौँ हाम्रो सबैजना दर्शक महानुभावहरू धेरै प्रतीक्षा गरिरहनु भएको थियो यहाँहरूको प्रतीक्षाको घडी बेचिएको छ र हाम्रो नायक पल शाह सहित पुरै पल शाह टिम हाम्रो बिचमा आउँदै हुनुहुन्छ सो यहाँहरू सबैजना तयारी हो एकचोटि पलजीका लागि मूल गेटमा साउन्ड बजिरहेको छ सो हल्ला सुनाइदिनुहोस् त एनर्जी यतातिर चाहिँ देखिरहेको छैन मैले यताबाट गइदो यसो गरौँ न दुईतिर पार्ट गर्छु म है सो यो पार्टबाट मेरो राइट साइडको एकचोटि लेफ्ट साइडको एकचोटि सो राइट साइडको टिमले एकचोटि तपाईँको प्रिय नायक सुपरस्टार पल शाहका लागि हल्ला सुनाउनुहोस् त अब लेफ्ट साइड है त सो यताबाट पल शाहको लागि हल्ला तर अडियन्सहरू यता धेरै देखिरहेको छु मैले सो फेरि यतातिरको हल्ला सुनाउँ त वाउ अब यतादेखि त्यतासम्म सबैको हल्ला चाहियो दामी 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 ल है ओके राम्रो माधवजीले कहाँ पुग्नुभयो भनेर यसको कोअर्डिनेटरको भूमिका निर्वाह गर्दै हुनु पक्कबिन माहौल अत्यन्तै रमाइलो बनिराखेको छ सुन्दर बनिराखेको छ उस खड्काजीले सम्पर्क गर्दै हुनुहुन्छ त्यो माहौल रमाइलो भन्दैछ साथमा आज कुमार अधिकारीको पनि आगमन रहँदैछ तपाईँले अत्यन्त चाहेका गायक कुमार अधिकारी र भोलिको लागि रामजी खानको आगमन रहँदैछ तपाईँले व्यग्र प्रतीक्षा गरेका मायाले राम्ररी सुन तिम्रामा अरूको हुन मुटुमै राखेर स्याहार गरेको मुटुमै राखेर स्याहार गर सबै हातमाथि खुसीमा मायाले प्यार गरेको खुसीमा मायाले प्यार गरेको खुसीमा मायाले प्यार गरेको खुसीमा मायाले प्यार गरेको ड्रोनले क्यामेरामा कैद गरिरहेको छ तपाईँ हाम्रो प्रिय नायक पल शाह अगाडि पञ्चु बाजा फन्किरहेको छ अनि आजको सेन्टर अफ अट्र्याक्सन तपाईँ हामी सबैको प्रिय नायक नेपाली चलचित्र जगतका सुपरस्टार नायक जसले काल्पनिक फिल्महरू दैनिक फिल्महरू तपाईँ र हाम्रो बिचमा दिइरहनु भएको छ सो आफ्नो गृह जिल्लामा पलजी आउँदै गर्दा गृह नगरमा पल शाह आउँदै गर्दा हामी सबैको प्रिय नायक पल शाह जो नेपाली चलचित्र जगतका सुपरस्टार जसले नेपाली चलचित्र जगतलाई मात्रै होइन यो माटोलाई खुन लगाउनु भएको छ
शाह टिम हाम्रो बिचमा आइसक्नु भएको छ। ओके फाइनली तपाईहरुले आज धेरै माया पाउँछु। संसारभरिबाट चाहिँ दाङको माया भनेर उहाँले हेर्नु देख्नुहुन्छ। म जहाँ जान्छु दाङको किन यस्तो धेरै माया भन्नुहुन्छ, किनभने दाङ किन भनेको मेरो जन्मस्थल हो भन्छु मैले, मेरो गृह जिल्ला हो होइन, आफू जन्मेको माटो हो यो। सो त्यो माया त हुन्छ नि होइन, हुनुपर्छ नि होइन, यति त। थ्याङ्क यू सो मच। र मसँग मेरो भतिज साङ अधिकारी पनि आउनुभएको छ, घर चाहिँ यही नजिकै घोरै नै हो। सो साङको लागि पनि ताली दिनु होला एकचोटि। के गर्छु भन्नुभएको छ। उहाँले भन्नुभएको चाहिँ आबाट आमा चलचित्र उहाँले खेल्नुभएको छ। जस्तो कि म्युजिक भिडियोमा अरूलाई धनको बाद मायालाई पानको बादमा साङ अधिकारी खेल्नु भएको छ, त्यसरी नै उहाँको पहिलो फिल्म आबाट आमा चाहिँ नजिकको सिनेमा घरमा लाग्दैछ। माघ 16 गतेबाट हेर्नु होला। र आज मात्रै एउटा हाम्रो अनाउन्समेन्ट गर्दैछौँ। र आज मात्रै, आज माघ 1 गते माघे सङ्क्रान्तिको दिनमा हाम्रो चलचित्र आबाट आमाको दोस्रो गीतलाई गीतको टाइटल के थियो ट्याक्कै बिर्सेँ मैले। नयाँ गीत आज रिलिज भएको छ, हेरिदिनु होला। भर्खरै रिलिज भएको छ, हामी सायद फिल्म भनेर स्क्रिनमा हेरौँला, नत्र अहिले हामी त्यो गीतमा पर्फर्म गर्नेछौँ। सो सबैलाई धन्यवाद र ह्याप्पी माघे सङ्क्रान्ति भन्न चाहन्छु। माघे सङ्क्रान्तिको शुभकामना है सबैलाई। र नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समितिलाई एकदमै विशेष धन्यवाद छ यो आयोजनाको लागि, यो पहलको लागि, यो जोसको लागि, यो आर्टको लागि चाहिँ नेपाल मगर सङ्घलाई विशेष धन्यवाद छ। तपाईँले गर्दाखेरि म दाङ घरैमा आउनु पाएँ होइन, त्यसको लागि नेपाल मगर सङ्घका सम्पूर्ण कार्य समितिका सम्पूर्ण आयोजक टिमलाई धन्यवाद छ। र माधव जङ छेत्रीजीलाई देखिरहेको छु मैले, माधवजी आउनुहोस्। र तपाईँलाई दाङमा स्वागत छ। र कोच खड्काजी हुनुहुन्छ कोलपुरदेखि, कोलपुरका कोच खड्काजीलाई पनि स्वागत छ दाङमा। थ्याङ्क यू सो मच, धन्यवाद। र अब हामी सँगै नाच्नुपर्छ, सँगै रमाइलो गर्नुपर्छ है त। अहिले लास्टमा हामीले टर्चले पनि हेर्नुपर्छ, कहाँ कहाँ हुनुहुन्छ हेर्नुपर्छ हामीले। सो मेरो घर थाहा छ नि कहाँ हो भनेर। ओके, मेरो यहीँ नजिकै रामपुरमा हो घर चाहिँ। र हामी यहाँ ट्राफिक चौकबाट गाडी चढ्थ्यौँ, गाडीबाट हामी रामपुर जान्थ्यौँ। र अहिले अटो आइसकेको रहेछ, हामी ट्याक्सी चढ्नु पर्दैन अहिले चाहिँ। र मलाई दाङमा आउनु पाउँदा अति खुसी लाग्छ, तपाईँहरूलाई यसरी भेट्दा अति खुसी लाग्छ। आफ्नो घरकै दाजुभाइलाई भेटा जस्तो लाग्छ, आफ्नो आमा बुवालाई भेटा जस्तो लाग्छ। सो यस्तै माया रहिरहोस्, तपाईँहरूलाई पनि भगवान्ले रक्षा गरून् र मलाई पनि रक्षा गरून्, सबैको भलो होस् भन्न चाहन्छु। थ्याङ्क यू। एकचोटि सबैजनाले जोरदार ताली सम्मान व्यक्त गरिदिनु होला। र अब हामी Siapa
सबैजनाले आमा भन्ने पनि हेर्ने ओके फेरि पनि र 4 नम्बर ट्र्याक बजाइदिनुहोस् अगाडिको बसौँ क्यामेरा खिचेर बसौँ ओके केक हाम्रो बल्छीले केक काट्दै हुनुहुन्छ ओके नेपाली चलचित्र जगतका सुपरस्टार नायक रियल हिरो पल शाह अन्तिम समय यही बस्नुहुनेछ आज सो अहिलेका लागि उहाँले केक काट्दै हुनुहुन्छ सो अगाडिको कर्म प्रारम्भ गर्दै निकाल्दै अनुरोध गर्छु 4 नम्बर ट्र्याक बजाइदिनुहोस् न सबैजनाले मोबाइलको लाइट अन गरिदिनु होला कृपया मोबाइल उठाइदिनु होला यो खुसी चलचित्र सफलताको भव्य शुभकामना सहित पल्सा फ्रान्सबाट यो सेलिब्रेसन कार्यक्रम अगाडि बढाउनु भएको छ अब पल्चीलाई केक खुवाएर र पल्चीलाई हामीले सम्मानका साथमा दिँदै आजको यो कार्यक्रममा दिँदै भव्य गऱ्यौँ ओके हाम्रो रियल हिरो पल्साजीलाई आसन ग्रहण गरेको हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ र अब भने हाम्रो कुमनजीको ट्र्याक रेडी बनाउँदै होला एउटा टुक्का हामी नयाँ गीतको प्रमोसनको लागि हाम्रो खुमनजीले पनि हेर्दै हुनुहुन्छ बलजीसँगै बसेर खुमन दाई हामी सँगै बसेर हेर्नेछौँ हाम्रो राजवीर जयसवाल आदरणीय व्यक्तित्व अत्यन्तै कुशल व्यवस्थापक हुनुहुन्छ उहाँ पनि हामी बिचमा हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ चार नम्बर ट्र्याक बजाइदिँदा आमा आमाको न्यू ट्र्याक फास्ट है बाबु म तिमीलाई रोक्दिनँ तर यति याद राख्नु हामी दुईजनाको प्राण तिमी भड्किएको छ छोरा अब एकचोटि म एउटा आग्रह गर्छु सबैजनाले मोबाइलको लाइट अन्तिममा बालिदिनुहोस् एकचोटि सबैजनाले भोराहीको यो माया भोराहीको यो सम्झना लिएर जाने हो र यहाँहरू सबैजनाले बालिदिनु होला खुमन अधिकारीलाई बोलाउँदैछौँ हामी एकचोटि खुमन अधिकारीका लागि मोबाइलको लाइट स्टेजमा कोही पनि आइदिनु होला बल्छी स्टेजमै बस्नुहुनेछ खुमनजीको पर्फर्मेन्सका लागि ट्र्याक नम्बर प्र्याक्टिस प्ले गरिदिनु होला सो सबैजनाले लाइट बाल्नुहोस् स्वागत गर्छौँ अब हामी आजको अतिथि कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष सर्वप्रिय गायक नायक स्टेजमा स्वागत गरौँ
गर्छु भन्दै जानियो गाउन र नाच्न जानिएन सम्पत्ति कमाउन एउटा नयाँ गीत यहाँहरूको लागि ट्र्याक नम्बर 66 बजाइदिनुहोस्। अब यहाँ थाडी हाल्नुपर्छ यहाँ साइडको चाहिँ हान्छ अहिले चाहिँ हान्छ अहिले मेला हेरेर यतापट्टि आएको होइन के अरे टिम खेलतिर हामी चाहिँ खेल्दैन भयो मान्छे मर्न लाने वा बिचको त साइडको खेलिदिरहेको के साइडको खेलिदिरहेको यार यो मान्छे डरै छ राति उड़ रहा मोरा चल दी रहा है सो अब चाहिँ के अरे मेला सेला हेरेर टक्क आयो होइन घर भर्खर आएँ टक्क ठ्याक्कै 8 बजे छ अब खानसान खाएर सुत्छु त्यही हो थ्याङ्क यू फर वाचिङ लास्टसम्म हेरिदिनु धेरै धेरै धन्यवाद है त।